नेपाली नेताहरू नेपाल देश र नेपाली जनताप्रति इमानदार राजनीति गर्छन् भने हाम्रो देशमा कसैले केही चलखेल गर्न सक्दैन। देश राष्ट्र र समाजमा कुनै विषयमा क्षमतावान दक्ष व्यक्तिहरूले असहाय मानिसहरूलाई एनजिओ आइएनजिओ मार्फत विविध सहयोग गर्दा अन्तर्राष्ट्रिय चलखेल भएको सोच्ने देख्ने एसियन विज्ञान विद्वान बुद्धिजीवी र राजनीतिक नेतृत्व नै संकीर्ण संकुचित सोच र स्वभावका स्वार्थी मनुवा जोहरू तल्लो वर्गका जनताको जीवन स्तर माथि उठेको चेतना उठेको स्वास्थ्य शिक्षा जीवन स्तर माथि उठेको देख्नै नजानेर अरूले राम्रो काम गरेको पनि डहा र दोषको आँखाले हेर्ने मनुवाहरू हुन्। एसियाली मुलुकलाई समृद्ध शान्त मेलमिलाप बनाउने कि गरिबी अशान्त जाति हुलदुङ्गा घिर युद्धमा लैजाने स्वयं स्थानीय नेतृत्वको हातमा हुन्छ र छ। अरूहरूलाई दोष दिनु संकीर्ण विचार हो। पश्चिमा राष्ट्रले विश्वभरका पिछडिएका मुलुकमा वर्षौंदेखि एनजिओ आइएनजिओ मार्फत शिक्षा स्वास्थ्य सुसभ्यता जनचेतना फैलाउन तन मनले गरेको सहयोग विश्वमा अतुलनीय छ। राम्रो काम हो, अतुलनीय काम हो, उत्कृष्ट काम हो। संसारमा कसैलाई सहयोग गर्नु, कसैको भलो चाहनु, कसैको उपचार गर्नु, कसैलाई राम्रो बाटो देखाउनु, सुसभ्यता देखाउनु भनेको राम्रो काम हो। शोषण गर्ने, दमन गर्ने, अर्काको जीवन स्तर माथि उठेको देख्न नचाहने, है आफैले शासन गर्न खोज्ने, मानिसहरूलाई दास बनाउने, नोकर बनाउने, हलिया बनाउने, कमैया बनाउने, कमलरी बनाउने जस्ता कामहरू स्थानीय शासकले, संसारका विभिन्न शासकहरूले मानिसलाई दास बनाउने कामहरू गरिरहेको बेला संसारभर एनजिओ आइएनजिओले फैलाएको जनचेतना शिक्षा स्वास्थ्य र हरेक कुरामा फैलाएको जनचेतनाले गर्दा नै विश्वमा परिवर्तन आयो, मानिसहरूमा परिवर्तन आयो, चेतना आयो। मानिसहरूले पढ्न सके, लेख्न सके, उपचार पाउन सके, जीवन स्तर राम्रो गराउन सके, जीवनमा केही राम्रो गर्न सके, है जीवन स्तरलाई माथि बढाउने उपायहरू मान्छेहरूले व्यापार गर्न थाले, व्यवसाय गर्न थाले, काम गर्न थाले, विदेश जान थाले, स्वदेशमा काम गर्न थाले। यो सबै कुराको देन एनजिओ आइएनजिओ मार्फत संसारभर पश्चिमा मुलुक, अमेरिका, युरोपका मुलुकहरूले बाइबलबाट प्रेरित भएर, परमेश्वरको येशू ख्रीष्टको प्रेमबाट प्रेरित भएर उनीहरूले फैलाउने काम गरेका हुन्। यदि बाइबलबाट उनीहरूले शिक्षा लिन्थेनन् भने उनीहरूले पनि यसो काम गर्न सक्ने थिएनन्। उनीहरू आफै पनि अन्धविश्वासमा, गरिबीमा, अशिक्षामा, कुसभ्यतामा जिरहेका हुन्थे है। तर उनीहरूले आफूले बाइबलबाट, परमेश्वरबाट थाहा पाएको असल कुरालाई संसारमा एनजिओ आइएनजिओ मार्फत आफै गएर तन मन धनले फैलाउने काम गरेका हुन्। र यो कुरालाई आज विरोध गर्नेहरू, अरू देशमा चलखेल भयो, हुलदङ्गा भयो, एनजिओ आइएनजिओले गर्दा भयो भन्नेहरू मूर्खहरू हुन्। उनीहरूले बुझेका छैनन्, जानेका छैनन्। आफूले राम्रो काम नगर्ने, आफूले राम्रो राजनीति नगर्ने, आफू भ्रष्टाचार गर्ने, शोषण गर्ने, दमन गर्ने, नातावाद, कृपावाद, शोषण, दमन, है आफ्नो घरको कोठाभरि तल कोठा अन्डरग्राउन्ड पानी ट्याङ्की जस्ता क्षेत्र ठाउँहरूमा पैसा घरभरि लुकाउने, विदेशी ब्याङ्कमा पैसा राख्ने, यस्तो प्रकारको राजनीति गरेर पनि कहिले देश बन्छ है, देश उँभो लाग्छ। अनि अरूले राम्रो काम गर्यो भने चाहिँ चलखेल भयो, अरूले गर्दा भयो। आफूले राम्रो नगर्ने, आफू इमानदार नहुने, आफूले जनतालाई भलो नचाहने, आफै खाउँ, आफै लाउँ, आफै कुम्ल्याउँ, है 20 पुस्तालाई पुग्ने सम्पत्ति घरमा थुपारौँ, बैङ्कमा थुपारौँ भन्ने नेताहरू, राजा राणा नेता, यी सबैहरूको चाहिँ गल्ती छ है। आफ्नो देशको लागि इमानदार राजनीति गर्नुपर्छ। आफ्नो देशको लागि इमानदार राजनीति गर्न चाहेका नयाँ युवाहरूलाई विभिन्न झुटो आरोप लगाएर जेलमा सराउन खोज्ने, कोही राम्रो काम गर्छु भनेर माथि जान्छ भने उसलाई दोष लगाउने, शङ्का गर्ने, दुर्मुस जस्तो व्यक्तिले देशमा राम्रो काम गर्छु भने उनीलाई अहिले कुन हालतमा मान्छेहरूले दोष लगाएर, झुटो आरोप लगाएर बिरामी अवस्था पुर्याइरहेका छन्। रवि लामिछानेले देशमा यो सबै कुराको अन्त्य गर्छु, भ्रष्टाचारको अन्त्य गर्छु भनेर जब रवि लामिछाने राजनीतिमा आए, रवि लामिछानेलाई पनि ती भ्रष्टाचारीहरूले राजनीतिक प्रतिशोध गरेर उनीलाई चाहिँ जेलमा सराउने षड्यन्त्र गरिरहेका छन्। यस्तै अरू नयाँ मानिसहरू अहिले डाक्टर रोहितले पनि राम्रो काम, मानिसहरूलाई उपचार गर्ने,
आफ्नो दक्षताद्वारा मानिसहरूलाई सहयोग गर्ने एनजिओ आइएनजिओसँग मिलेर राम्रो काम गर्ने गरिरहेको बेला उनीलाई पनि विभिन्न प्रकारको दोषी आँखाले, स्वार्थी आँखाले, नराम्रो आँखाले दोष लगाउने गरिएको छ। यस्तो गर्न छोड्नुपर्छ। आफू इमान्दार हुनुपर्छ र कसैले केही पनि गर्न सक्दैन। हाम्रो देशमा कसैले केही पनि गर्न सक्दैन। कसैले सहयोग गर्छ भने त्यो सहयोगलाई चाहिँ चलखेल भन्ने कुरा चाहिँ गर्ने, झुटो कुरा जनतामा फैलाउने, आफूले राम्रो काम नगर्ने, अरूले राम्रो काम गर्दा, जनताको बिचमा राम्रो काम गर्दा, असहायहरूलाई सहयोग गर्दा, उपचार गर्दा है नराम्रो दृष्टिले हेर्ने। अब देश खान लाग्यो, अब देशमा के हुन्छ, अब देश खोलिँदै जान्छ, हलानलाई जान्छ, फलानालाई जान्छ, यहाँ हुन्छ के हुन्छ भन्ने विचार, संकीर्ण विचार, स्वार्थी डाही आत्माका विचारहरू हुन्। त्यस्ता विचारबाट अलग रहेर हामी इमान्दार हुनुपर्छ। हाम्रो पुस्तालाई, आउँदो पुस्तालाई असल नमुना देखाउनुपर्छ। र अर्को कुरा म यो भन्दछु कि जातीयताको आधारमा र धार्मिक धर्मको आधारमा राजनीति कसैले नगरौँ है। त्यस्तो गर्नु गलत हो है। सही इमान्दार राजनीति गर्नु पर्यो। जसले जुनसुकै धर्म मानोस्, जुनसुकै जातको होस्, इमान्दार हुन आवश्यक छ र देशको लागि काम गर्नुपर्छ। देश विकासको लागि काम गर्नु आवश्यक छ। देशलाई समृद्ध कसरी बनाउने, मानिस जुनसुकै धर्म मान्नुहोस् तर समृद्ध हुनु पर्यो, देश धनी हुनु पर्यो, देश सभ्य हुनु पर्यो, देशमा विकास हुनु पर्यो, विकासको चरम बिन्दुमा देश जानु पर्यो। यही तानातान, लडाइँ झगडा, हिंसा, हत्या, गिर युद्ध जस्ता काममा जनतालाई लगाउने, आफू लाग्ने, आफ्नो इज्जत मात्रै जोगाउन खोज्ने, आफ्ना गल्ती स्वीकार नगर्ने, त्यस्ता कामलाई छोड्नु पर्छ। आफ्नो गल्ती छ भने गल्ती स्वीकार गर्नु पर्यो है। जेल जान तयार हुनु पर्यो गल्ती स्वीकार गरेर, क्षमा माग्नु पर्यो र देशमा इमान्दार राजनीति गरियोस्। जनतामा भरम फैलाउने काम कसैले नगरियोस्। हवस्, सबैलाई नमस्कार, धन्यवाद।